नमस्कार, म डाक्टर रबिन्द्र तामाङ, कन्सल्टेन्ट युरोलोजिस्ट तथा एन्ड्रोलोजिस्ट। आज म तपाईँहरूलाई प्रोस्टेट अथवा पुरुष ग्रन्थि सम्बन्धी 7औं भ्रमको बारेमा जानकार गराउनेछु। हामीमा के भ्रम छ भने पिसाबको धार कमजोर भयो, पिसाबको फ्लो सानो भयो भने त्यो प्रोस्टेटको कारणले गर्दा नै हो। जुन हामीले त्यो सोचिरहेको छौँ त्यो गलत हो। किन भन्दाखेरि प्रोस्टेट बाहेक अरू कुराहरू पनि हुन्छन् जसले गर्दाखेरि पिसाबको धार सानो हुने गर्दछ। यसलाई बुझ्नको लागि हामीले यो पिसाब प्रणालीलाई बुझौँ। माथिपट्टिको पिसाब नली हुन्छ, त्यस पछाडि पिसाब थैली जहाँ पिसाब जम्मा हुन्छ। पिसाब थैलीको घाँटीमा प्रोस्टेट हुन्छ र पिसाब फेर्ने बाटो जसलाई हामी मूत्र नली भन्छौँ। अब प्रोस्टेट बाहेक पिसाब थैलीमा समस्या भयो भने पनि तपाईँको पिसाब धारा सानो हुन सक्दछ। जस्तो कि पिसाब थैलीमा पत्थरी भयो, मासुहरू पलायो अथवा नसा अथवा स्नायु प्रणालीमा समस्या भयो, जस्तो कि तपाईँको डायबिटिजमा हुनसक्छ, मेरुदण्डको समस्या, स्पाइनल कर्ड इन्जुरीको पेसेन्टहरूमा हुन सक्दछ। त्यो भयो भने पनि पिसाबको धारा सानो हुन सक्छ। त्यस्तै गरेर मूत्र नली अथवा युरेथ्रामा समस्याहरू भयो भने पनि पिसाबको धारा सानो हुन सक्छ। जस्तो कि स्ट्रिक्चर बाटो साँघुरो हुने समस्या, मासु पलाएको छ भने पनि त्यो कन्डिसनमा पिसाबको धारा सानो हुन सक्दछ। त्यस्तै गरेर फिमोसिस जुन हाम्रो लिङ्गको छोप्ने छाला हुन्छ त्यो साँघुरो भयो भने पनि त्यहाँनिर पिसाबको धारा कमजोर भएर जान सक्छ। यो बाहेक हामीले खाने विभिन्न औषधिहरू जस्तो चाहिँ रुगामर्कीमा खाने एन्टिहिस्टामिनिक्सहरू हुनसक्छ, एन्टी डिप्रेसन औषधिको कारणले गर्दा पनि पिसाबको धार कमजोर हुन सक्छ। त्यस्तै गरेर कब्जियत छ, दिशा साह्रो जान्छ भने त्यो कन्डिसनमा पनि पिसाबको धार सानो जान सक्छ। तसर्थ हामीले के बुझ्नु पर्यो भने पिसाबको धार कमजोर भयो भने प्रोस्टेट मात्रै होइन अरू रोग पनि हुन सक्छ भनेर निहाल्न जरुरी छ। हस् त आजलाई यति नै। थप जानकारीको लागि मलाई फलो गर्दै गर्नुहोला र प्रोस्टेट सम्बन्धी कुनै पनि समस्या परेमा, समाधान चाहिएमा, औषधि उपचार परेमा, अपरेसन गर्नु परेमा मलाई सम्पर्क गर्न नबिर्सिनुहोला। धन्यवाद।